नमस्ते सबैजनालाई हजुरहरुलाई सर्टकट एजुकेसनको ननस्टप जीकेमा स्वागत छ। आजको यस भिडियोमा चाहिँ हामी आउँदै गरेको संगठित संस्थाको प्री टेस्ट अर्थात पूर्व योग्यता परीक्षामा चाहिने विश्वको भूगोल सिलेबस अनुसार विश्वको भूगोल वर्ल्ड जियोग्राफीको एसियाको बारेमा एमसीक्यूहरु हेर्न गइरहेको छौं। महादेश भन्नाले के बुझिन्छ? पृथ्वीको बाहिरी स्तरमा जमिनले ओगटेको भाग जलमण्डल बाहेक महादेशहरूले पृथ्वीको कुल भौगोलिक भागको कति प्रतिशत ओगटेको छन्? 29.2%। सामान्यतः कतिवटा महादेश रहेको मानिन्छ? 7 वटा। कसको अनुसार पृथ्वीमा 3 वटा महादेश रहेको छन्? हेरोडोटस का अनुसार विश्वको सबैभन्दा ठूलो महादेश कुन हो? एसिया। एसिया महादेश को क्षेत्रफल कति छ? 4,39,79,000 वर्ग किलोमिटर। एसिया महादेशले पृथ्वीको कुल स्थलभाग कति प्रतिशत ओगटेको छ? 29.92% भन्नाले 1/3 1/3। एसिया महादेशको पूर्व पश्चिम लम्बाई कति छ? 9600 किलोमिटर। एसिया महादेशको उत्तर दक्षिण चौडाइ कति छ? 8600 किलोमिटर। एसिया महादेश कुन अक्षांशदेखि कुन अक्षांशसम्म फैलिएको छ? 10 डिग्री दक्षिणी अक्षांशदेखि 78 डिग्री उत्तरी अक्षांशसम्म। एसिया महादेश कुन देशान्तरदेखि कुन देशान्तरसम्म फैलिएको छ? 25 डिग्री पूर्वी देशान्तरदेखि 170 डिग्री पश्चिमी देशान्तरसम्म। एसिया महादेश उत्तरमा कुन महासागरले छोएको छ? सुमेरु महासागर। एसिया महादेशको सबैभन्दा अग्लो स्थान कुन हो? सगरमाथा। एसिया महादेशको सबैभन्दा होचो स्थान कुन हो? मृतसागर। एसिया महादेशलाई कुन उपनामले चिनिन्छ? विषमताको महादेश, होम अफ म्यान। एसिया भौगोलिक दृष्टिले कस्तो महादेश हो? सबैभन्दा कान्छो महादेश। एसियामा कतिवटा देश छन्? 48 वटा। क्षेत्रफलको आधारमा एसियाका 5 ठूलो देशको कुन हुन्? चीन, भारत, कजाकिस्तान, साउदी अरब र इन्डोनेसिया। क्षेत्रफलको आधारमा एसियाका 5 साना देश कुन हुन्? मालदिभ्स, सिंगापुर, बहराइन, प्यालेस्टाइन, साइप्रस। विश्वको सबभन्दा धेरै जनसंख्या भएको महादेश कुन हो? एसिया 59.73। विश्वको अग्लो र फराकिलो पठार कुन हो? पामिर पठार। पामिर पठार कहाँ अवस्थित छ? तिब्बतमा। पामिर पठारको क्षेत्रफल कति छ? 2 लाख वर्ग किलोमिटर। पामिर पठारको उचाइ कति छ? 5000 मिटर। पामिर पठारलाई के उपनामले चिनिन्छ? संसारको सानो, रूफ अफ द वर्ल्ड। यहाँ हामी फिगर हेर्न सक्छौं पामिर पठारको। विश्वको सबैभन्दा ठूलो अथवा ठूलो नुनिलो पानीको ताल कुन हो? क्यास्पियन ताल। क्यास्पियन तालको क्षेत्रफल कति छ? 143,244 वर्ग माइल, 3,71,000 वर्ग किलोमिटर। क्यास्पियन ताल कतिवटा देशको सिमानामा पर्छ? 5 वटा। तुर्कमेनिस्तान, अजरबैजान, रसिया, कजाकिस्तान र इरान। क्यास्पियन ताल कुन नदीहरूको पानी मिसेर बनेको हो? भोल्गा, उराल र कुरा नदी। पृथ्वीको सबैभन्दा होचो स्थान कुन हो? डेड सी। मृतसागर कहाँ अवस्थित छ? इजरायल र जोर्डनको बीचमा। मृतसागर समुद्र स्तरभन्दा कति तल अवस्थित छ? -422 मिटर। मृतसागरलाई कुन उपनामले चिनिन्छ? नुनको सागर, सी अफ द साल। मानिस नडुब्ने समुद्र भनेर कुन सागरलाई चिनिन्छ? मृतसागर। मृतसागरमा चाहिँ नुन धेरै भएकोले चाहिँ मान्छेहरू तैरिन्छ, त्यसैले यसमा चाहिँ मान्छेहरू डुबिदैनन्। मृतसागर कुन नदीको उत्पत्ति स्थल हो? जोर्डन नदी। जोर्डन नदीमा के पाइँदैन? माछा। छाया नदेखिने नदी कुन हो? जोर्डन नदी। छाया नदेखिने सागर कुन हो? मृतसागर। विश्वको सबैभन्दा गहिरो ताल कुन हो? बैकाल ताल। बैकाल ताल कहाँ पर्दछ? रुसको साइबेरियामा। बैकाल तालको उपनाम के छन्? साइबेरियाको नीलो आँखा, एसियाको नीलो मुटु। बैकाल ताललाई संसारकै कस्तो ताल मानिन्छ? संसारको सबैभन्दा पुरानो ताल। बैकाल तालको निर्माण कहिले भएको मानिन्छ? 250 करोडदेखि 300 करोड वर्ष अघि। पछि बैकाल ताल हामी हेर्न सक्छौं। बैकाल तालले संसारको कति प्रतिशत खाने पानीको माग धान्न सक्छ? 20%। बैकाल तालको गहिराई कति छ? 1642 मिटर। बैकाल तालको उत्तरी खण्डमा के पर्दछ? हिमाच्छादित पहाड। बैकाल तालको दक्षिणी खण्डमा के पर्दछ? घाँसे मैदान। विश्वको सबैभन्दा बढी वर्षा हुने स्थान कुन हो? मसिनराम। मसिनराम कहाँ अवस्थित छ? भारतको मेघालयमा। मसिनराममा वार्षिक कति पानी पर्छ? 11,871 मिलिमिटर।
मसिनाराममा धेरै वर्षा हुनुको कारण के हो? हिमालय टाकुरे र बंगालको खाडीबाट आउने बादललाई रोक्छन्। विश्वको दोस्रो बढी वर्षा हुने स्थान कुन हो? चेरापुन्जी। चेरापुन्जीमा वार्षिक कति पानी पर्छ? 11777 मिलिमिटर। चेरापुन्जी मसिनराम भन्दा कति टाढा छ? मात्र 15 किलोमिटर। विश्वको सबैभन्दा कम पानी पर्ने ठाउँ कुन हो? थार मरुभूमि भारत र गोबी मरुभूमि मंगोलिया। विश्वको सबैभन्दा गहिरो महासागरीय धसान कुन हो? मारिना ट्रेन्च। मारिना ट्रेन्च कहाँ अवस्थित छ? प्रशान्त महासागरमा। मारिना ट्रेन्चको गहिराई कति छ? 11034 मिटर। मरिना ट्रेन्चको सबैभन्दा गहिरो बिन्दु के हो? च्यालेन्जर द्वीप। प्रायद्वीपको विशेषता के हो? तीनतिरबाट पानी र एकतिरबाट जमिनले घेरिएको भूभाग हामीले सक्छौं। यो तीनटा चाहिँ पानीले घेरेको छ र एउटा यो चाहिँ जमिनले घेरेको छ। यसलाई चाहिँ हामी प्रायद्वीप भन्छौं। विश्वको सबैभन्दा ठूलो प्रायद्वीप कुन हो? अरब प्रायद्वीप, अरेबियन पेनिन्सुला। अरब प्रायद्वीप कुन सागरमा पर्दछ? हिन्द महासागरको अरब सागरमा। अरब प्रायद्वीपको क्षेत्रफल कति छ? 1250006 वर्ग माइल। अरब प्रायद्वीपमा कति देश पर्दछन्? 7 वटा देश। बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया, यूएई, यमन। अरब प्रायद्वीपमा सबैभन्दा ठूलो देश कुन हो? साउदी अरेबिया। विश्वको अग्लो स्थानमा रहेको शहर कुन हो? लासा। लासा कहाँ पर्दछ? तिब्बतमा। लासाको अर्को नाम केले चिनिन्छ? वर्जित शहर। लासाकै यो चाहिँ पोटला प्यालेस हो। विश्वको सबैभन्दा लामो र अग्लो पर्खाल कुन हो? ग्रेट वाल अफ चाइना। ग्रेट वाल अफ चाइना कति लामो छ? 6200 माइल। ग्रेट वाल अफ चाइना कुन विशेषताका कारण प्रसिद्ध छन्? चन्द्रमाबाट देखिने एकमात्र मानव निर्मित वस्तु विश्वको 7 आश्चर्यमा पर्दछ। विश्वमा सबभन्दा बढी चित्रलेखन र फोटो खिचेको पहाड कुन हो? माउन्ट फुजी। माउन्ट फुजी कहाँ पर्दछ? जापान। माउन्ट फुजीको उचाइ कति छ? 3776 मिटर। माउन्ट फुजी पछिल्लो पटक कहिले विस्फोटक भएको? सन् 1707। माउन्ट फुजीको वरिपरि कति सुन्दर तालहरू छन्? 5 वटा। नेपालको कुन हिमाललाई नेपालको माउन्ट फुजी भनेर चिनिन्छ? मनासलु हिमाललाई। माउन्ट फुजी कतिवटा ज्वालामुखीको पहाडले बनेको हो? 3 वटा। एसिया महादेशको प्रमुख पर्वत श्रेणी कुन हो? हिमालय, काराकोरम, अक्साई, चिन, खिगिन, ध्यानसान र अर्यार्ड। एसियाको प्रमुख बन्दरगाह कुन हो? कोलकाताको, मुम्बई, चेन्नई, मनिला, ब्याङ्कक, हङकङ, सिङ्गापुर, याकोडामा, कोलम्बो, बसरा, सघाई तथा एडन। एसियाको प्रमुख सागरहरू कुन हो? बेरिङ, जापान, ओखोत्सुक सागर, रातो लाल सागर, क्यास्पियन सागर, ब्ल्याक सागर, पूर्वी चीन सागर, दक्षिण चीन सागर, सुन्दा सागर तथा मारमार सागर। एसियाको प्रमुख खाडीहरू कुन कुन हुन्? बंगालको खाडी, खम्बाटको खाडी, कच्छपको खाडी, फ्रान्सको खाडी, येगङ्किङको खाडी र एडेनको खाडी। टाइगा भनेको के हो? उत्तरी एसियाको टुन्ड्रा र स्टेपिजको बीचमा पाइने कोणधारी वनस्पति भएको सदाबहार वन। विश्वको सर्वाधिक स्थल सीमा भएको देश कुन हो? चीन। सबैभन्दा धेरै सिंचाइ नहर भएको देश कुन हो? पाकिस्तान। एसियाको सबैभन्दा गर्मी हुने स्थान कुन हो? जाकोकाबाद पाकिस्तानमा छ। 54 डिग्री सेल्सियस त्यहाँ हुन्छ। एसिया तथा विश्वकै सबैभन्दा चिसो स्थान कुन हो? भर्गयान्स्क रुसमा छ। -71 डिग्री सेल्सियससम्म त्यहाँ पुग्छ। यसलाई पृथ्वीको शीत ध्रुव अर्थात् कोल्ड पोल पनि भनिन्छ। विश्वको सर्वाधिक वर्षा हुने क्षेत्र कुन हो? मासिनराम मेघालयमा। पहिलो चेरापुन्जीलाई मानिन्थ्यो तर अहिले चाहिँ सुरुमा मासिनराम त्यसपछि चेरापुन्जी। एसियामा सबैभन्दा बढी जनघनत्व भएको देश कुन हो? सिङ्गापुर। एसियाको कति प्रतिशत वर्षा ग्रीष्म ऋतुमा पर्छ? 90%। एसियाको कति प्रतिशत भाग कृषि योग्य छ? 70%। एसियामा सबैभन्दा धेरै कृषि योग्य भूमि भएको देश कुन हो? भारत 50%। चीन दोस्रो स्थानमा छ। विश्वको 90% धान कहाँ उत्पादन हुन्छ? एसियामा। विश्वको सबभन्दा अग्लो नुनिलो पानीको ताल कुन हो? प्याङ्गोङ ताल 4350 मिटर लद्दाखमा छ।
एसियाको भू आकृतिक संरचना कस्तो छ? 20% पर्वत, 24% पठार, 24% पहाड, 32% मैदान। आजको यस भिडियोमा चाहिँ हामीले एसिया र एसियामा चाहिँ कुन विश्वको सबभन्दा ठूलो, लामो, गहिरो कुराहरू पाउँछ भनेर एसियाको लगभग धेरै एमसीक्यू क्वेशनहरू गरिसकेको छौं। अब आउने भिडियोमा चाहिँ म अफ्रिकाको क्वेशनहरू लिएर आउँछु। हस्त आजको लागि यति नै। धन्यवाद। थ्यांक यू।